यो बालेनलाई झापाबाट उठाउने भन्ने को हो? बालेनलाई झापाबाट उठाउनै हुन्न। बालेन झापाबाट उठ्यो भने स्योर हार्छन्, त्यहाँ नगएकै राम्रो हुन्छ। झापा जस्तो राम्रो विकसित जिल्ला आजसम्म कुनै अरू छ? तपाईँलाई थाहा छ? म एकचोटि झापा पुगेको थिएँ। त्यहाँ रोड हेऱ्यो त्यस्तै, हस्पिटल त्यही अनुसारको, स्कुल हेर्नुहुन्छ त्यही अनुसारको, कलेजहरू त्यही अनुसारको, सबै मान्छे फ्याक्ट्रीतिर काम गरिरहेछन्, सुट-बुट लगाएर मस्त कमाइ गरेर आफ्नो फ्यामिलीलाई टेक केयर गरिरहेछन्। त्यस्तो ठाउँमा गएर त्यहाँ म्यानिपुलेटै हुँदैन। सबै मान्छेको चेतना स्तर यतिसम्म वृद्धि भइसकेको छ कि तपाईँले यतिसम्म एजुकेटेड छन् कि कसैलाई पनि तपाईँ म्यानिपुलेट गर्नै सक्नुहुन्न। कोही मान्छे खाँडी भन्ने गएकै छैन। यहाँ अस्ट्रेलियामा हेर्नुहुन्छ भने झापाबाट त मैले कोही देखेकै छैन आजसम्म, कोही मान्छे नै देखाएको छैन। बाहिर त सायद कमै गए होलान् जापालीहरू। अनि सबै आफ्नै ठाउँमा गरी खान सक्ने अब्बल भएको ठाउँमा गएर तपाईँ चुनाव गरेर जित्ने भन्ने अब केपी ओलीले सबै बनाइदिइसकेका छन् अहिलेसम्म। त्यहाँ जाने नै होइन, जहाँ चाहिँ बरु अलिकति म्यानिपुलेट गर्न सकिन्छ, अलिकति सजिलैले पैसा-सैसा तिरेर र घुस खाएर गरेर अलिकति चुनावमा भोट-सोट हाल्छन्, त्यो ठाउँमा पो जाने हो त यार। थैट तपाईँले गल्ती गर्दै हुनुहुन्छ। रासोपाको टिमले यो भिडियो हेर्दै हुनुहुन्छ भने बालेनलाई झापा नपठाउनु होला र झापाबाट कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने अथवा झापाली कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने बालेनलाई त्यहाँ आउन दिनुहुन्न है गाइज। किनभने बालेनले काठमाडौँ त बनाउन सकेको छैन, झापा आएर अब त्यो अलरेडी बनिसकेका ठाउँलाई बनाउँछु भनेर फुर्ती लगाएर हुन्छ यार। झापामा जान दिनुहुन्न, बालेन तिमी अन्त कतै जाऊ।